हेलो हाई नमस्कार साथीहरू। आज मैले मोबाइल हेर्दै जाँदाखेरि चाहिँ विदिकाजी भन्ने मैले उहाँलाई चिनेको नि छैन, फर्स्ट टाइम देखेँ। उहाँको इन्टरभ्यूमा चाहिँ एउटा राधिका दासीजीको कुरा मैले थाहा पाएँ। ल हेर्नु है। एकैछिनलाई रोकेँ मैले। वेदिकाजीले राधिका दासीजीका बारेमा लामो अभिव्यक्ति दिनुभएको छ, तर यसबिचमा के भइदियो भनेदेखि वेदिकाजी जसै यहाँ इन्टरभ्यू सकेर घर जानुभयो, उहाँले एउटा भिडियो अपलोड गर्नुभयो। आज म प्रकाश सुवेदी अङ्कलको सोमा गएको थिएँ र मैले त्यहाँ यस्तो कुरा खोलेको छु जुन नेपाली समाजलाई फेरि पनि पस्दैन, एकदमै ठुलो विवादित कुरा छ होइन। अब त्यो राम्रै तरिकाले भनेछु मैले। नेपालको एकदम फेमस मान्छेको राज निकालेको छु मैले त्यहाँ, एकदम फेमस कथावाचिकाको गोप्य कुरा निकालेको छु मैले। उहाँलाई पर्सनली मैले टेक्स्ट गर्दाखेरि रिप्लाई आएको थिएन, तर मैले निकालिसकेँ त्यहाँ। भगवान् जानुन् के हुने हो त्यो, पछि फेरि अर्को नयाँ विवाद सुरु हुन्छ नेपालमा। के गर्नु अब, चाहिने कुरा भन्दाखेरि विवाद हुन्छ, नभनौँ धर्ममा विकृति फैलिरहेछ। इभन त्यो सुट गरिसकेपछि प्रकाश अङ्कलले मलाई भन्छ योपालि लास्टै विवाद हुन्छ, योपालि त अब 3-4 जनै उठ्छन् होला तिम्रो यस्तो कुराले भनेर भन्दै। यस्तो आइरहनु न के हो। म भर्खर सुतेर उठेको त्यो कुरा सोच्दा ला मैले कतै गलत त भन्न, मैले नभन्नुपर्ने त होइन भनेर, तर भनिसकेँ। कन्सिक्वेन्सेस त फेस गर्नु पर्यो नि त। भनेको कुरा चाहिँ फेरि प्रुफसहित भनेको छु। सो अब युट्युबमा आउँछ 1-2 दिनमा, हजुरले हेर्नु होला र त्यतिखेरसम्म म खुसी बस्छु। हो, यो भिडियो अपलोड गरिसकेपछि राधिका दासीजी जो यतिखेर अमेरिकाको ओहायोमा कथा वाचन गर्नुभएको छ, उहाँले मलाई एउटा अडियो सन्देश पठाउनु भएको छ। नमस्कार, म राधिका दासी। हजुरको आजको कार्यक्रम प्रसारणमा मेरो बारेमा भ्रामक कुरा गरिएको जानकारी पाएको छु। कसैको पनि चरित्र हत्या गर्ने कार्य मिडियामा गर्नु कानून विपरीत हुन्छ। अहिले म अमेरिकाको ओहायोमा भगवानको कथा गर्दैछु। म यहाँबाट 20 तारिक फर्किँदैछु। म नेपाल पुगेपछि हजुरसँग रहेर वा कार्यक्रम मार्फत प्रमाणित संवादमा रहनेछु। तदर्थ म नआउन्जेल कार्यक्रममा मेरो बारेमा नराखिदिनुहोला है। धन्यवाद। अब राधिका दासीजीले यसरी आग्रह गरिसकेपछि मैले पनि एकतर्फी रूपमा वेदिकाजीका अभिव्यक्तिहरू राखिदिनु भएन होइन त। त्यस कारणले अब 20 तारिकमा आउँदै हुनुहुन्छ। आइसकेपछि वेदिकाजीले बोलेका यावत अभिव्यक्तिहरू उहाँलाई म सुनाउनेछु, देखाउनेछु। त्यसपछि उहाँका प्रतिक्रियाहरू पनि हामी यो कार्यक्रममा। साथीहरू, के यो कुरा सत्य होला त? नेपालका मान्छेहरू जो पनि अगाडि धेरै बढेको हुन्छ, केही न केही आफूले गरेर अगाडि गएको हुन्छ र उनीहरूले पछाडि पनि आफूले गर्न नपर्ने कुराहरू चाहिँ गरिरहेको हुन्छ होइन, अथवा अर्काले आरोप लगाएको हुन्छ अथवा गरेरै आरोप लगाएको हुन्छ। किन यस्तो हुन्छ? राम्रो गर्दै पनि किन कति कुरामा चुक्नुहुन्छ भनेर मलाई अचम्म लाग्यो। तर यो सत्य तथ्य के हो त थाहा छैन होइन, तर मैले भर्खर सुनेको कुरा मलाई अचम्म लाग्यो। मैले चाहिँ एकदमै मन पराउँछु राधिका दासीजीको आफ्नै कथाहरूबाट, विगतका कथाहरूबाट पनि म एकदम प्रेरणा लिन्छु। त्यही भएर यो के होला है, अचम्मको कुरा सुने। म आज एकदम अचम्म परिरहेको छु।